नमस्कार। आजको प्रशासनिक विश्लेषणमा हामी आम कर्मचारीको अत्याधिक चासोको रूपमा रहेको सङ्घीय निजामती सेवा विधेयकको बारेमा संक्षिप्त विश्लेषण गर्न गइरहेका छौँ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार 2082 साल चैत्र 13 गते गठन भएकै दिन सरकारले सङ्घीय निजामती सेवा विधेयक 45 दिनभित्रमा तर्जुमा गर्ने भनेर प्रतिबद्धता व्यक्त गरिएको थियो। सो दिनमा सार्वजनिक गरिएको सरकारको 100 बुँदे कार्यसूचीमा सो प्रतिबद्धता व्यक्त गरिएको थियो। तर आज सरकार गठन भएको 143 दिन बितिसक्दा समेत यो विधेयक तर्जुमा हुन सकेको छैन। त्यसैले आम कर्मचारीहरूमा अहिले एक किसिमको चिन्ता र निराशा व्यक्त भइरहेको छ। आम कर्मचारीहरू छिटोभन्दा छिटो सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यो सङ्घीय निजामती सेवा ऐन अनुसार आफूहरू अगाडि बढ्न पाउनुपर्छ भन्ने चाहनामा आम कर्मचारीहरू रहेका छन्। तर सरकारले पछिल्ला दिनहरूमा यो ऐन ल्याउनलाई तदारुकता देखाउन सकेको छैन। अहिले कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय बीचको समन्वयमा रहेको यो विधेयक अगाडि बढ्न नसक्दा प्रधानमन्त्री बालेन्द्र शाहको 100 बुँदे कार्यसूचीमाथि समेत एकदमै एक किसिमको क्वेसन उठिरहेको छ। त्यसैले अब छिटोभन्दा छिटो यो विधेयकलाई अगाडि बढाउनु नै सरकारको लागि बुद्धिमत्तापूर्ण कदम हुनेछ। पछिल्लो समयमा यो विधेयकका बारेमा केही प्रावधानहरू विवादास्पद रूपमा थपिएको हुनाले ढिलाइ भएका कुराहरू पनि आइरहेका छन्। विशेष गरी 30 र 55 वर्षे प्रावधान र पछिल्लो समयमा 30 र 51 वर्षे प्रावधान र 55 वर्षे प्रावधान भएर जुन घुसाइएको छ र 30 वर्षपछिको पेन्सन कटौती गर्ने जुन प्रस्ताव घुसाइएको छ त्यसले पनि यो विधेयकलाई विवादास्पद बनाएको देखिन्छ। यद्यपि जस्तासुकै विवादहरू भए पनि यी कुराहरूलाई अब सार्वभौम संसदमा लगेर त्यही संसदबाट नै निर्क्युल गर्नुपर्छ भन्ने आम मान्यता रहेको छ। त्यसैले सरकारले छिटोभन्दा छिटो सङ्घीय निजामती सेवा विधेयकलाई सार्वभौम संसदमा लगेर छलफल गरेर विवादित विषयलाई त्यही नै टुङ्गाएर यसलाई छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्छ, छिटोभन्दा छिटो ऐनको रूपमा ल्याउनुपर्छ भन्ने आम कर्मचारीहरूको मान्यता छ। त्यसैले हामी पनि आग्रह गर्छौँ सरकारलाई यो सङ्घीय निजामती सेवा विधेयक छिटोभन्दा छिटो संसदमा दर्ता गरियोस् र निजामती सेवा ऐन छिटोभन्दा छिटो ल्याइयोस्।